लागि उनीहरुका समस्या सुन्नका लागि उनीहरुका गुनासा सुन्नका लागि उनीहरुले काम गरिरहँदा के कस्ता किसिमका चुनौतीहरु भोगिरहेका छन् त्यो सुन्नका लागि र त्यसको जवाब नेपाली दूतावास अथवा सरकारलाई त्यो एउटा ध्यानाकर्षण गराउनको लागि हामी यहाँ आइपुगेका छौं। हामी नेपाली श्रमिकहरुसँग उनीहरुले भोगिरहेका समस्या चुनौतीका बारेमा अब हामी कुराकानी गर्दैछौं। यो कतारको राजधानी दोहाबाट केही दूरीमा रहेको ग्रान्ड मल सनैया क्षेत्र हो। चाडपर्वको बिदा भएको बेला यो क्षेत्रमा नेपाली श्रमिकहरूको जमघट हुने गर्छ। नेपाली श्रमिकहरूले भेटका क्रममा एक आपसमा सुख दुःख साटासाट गर्ने चौतारी जस्तो पनि बनेको छ ग्रान्ड मल सनैया क्षेत्र। चाहे जस्तो काम र तलब पाइने भन्दै दलालहरूले आजाद भिजा मार्फत कतार पुर्याएर अलपत्र पारेकादेखि युरोप पठाउने भन्दै मोटो रकम असुली गरेर बिचल्लीमा पारेका पीडितहरू यहाँ भेटिन्छन्। कतार पुगेका धेरै नेपालीहरू अलपत्र अवस्थामा बसेको सूचना पाएपछि हाम्रो टिम ग्रान्ड मल सनैया क्षेत्रमा पुगेको थियो। हाम्रो टिम त्यहाँ पुग्दा यी युवाले आजाद भिसा का नाममा म्यान पावर कम्पनीले कतार पुर्याएर बिचल्लीमा पारेको गुनासो गरे। काम र दाम दुवै हुने आश्वासन देखाएको म्यान पावर कम्पनीले उनीबाट 3 लाख रुपैयाँ आसुलेको थियो। डर र त्रासका कारण यी पीडितले आफूलाई बिचल्लीमा पार्ने म्यान पावर कम्पनीको नाम समेत बताउन चाहेनन्। 5 महिनादेखि काम नपाएको गुनासो उनले गरे। कति भयो यहाँ आउनु भएको? 5-6 महिना भयो। अहिले के काम गरिरहनु भएको छ? 5 महिनादेखि तपाईँ काम गरिरहनु भएको छैन। कसरी आइपुग्नु भयो यहाँसम्म? कुन मेन पावर भन्नु त? ल ठिक छ, मेन पावरको नाम नभन्नु। अनि तपाईँले कति पैसा बुझाउनु? झन्डै 3 लाख रुपियाँ बुझाउनु भयो नि त। तपाईँलाई कुन भिजामा ल्यायो यहाँ? आजाद भिजामा। तर यहाँ आजाद भिजा भन्ने त यो देशमा त छँदै छैन। यो राज्यले मान्यता दिँदैन भन्ने कुरा थाहा थिएन तपाईँलाई? थाहा थिएन। तपाईँलाई के भनेको थियो म्यान पावरले भन्नु त खास? अनि 3 लाख रुपियाँ तपाईँले ऋण लिएर गर्नु होला? आजाद भिसाको नाममा अलपत्र परेका यी युवा प्रतिनिधि मात्रै हुन्। कतारका गल्ली गल्लीमा आजाद भिसा भनेर ठगीमा परेका पीडित नेपालीहरू धेरै भेटिन्छन्। वास्तवमा कतारको कानूनले आजाद भिसालाई चिन्दैन। कामदारलाई छुट्याउन बस्न लाउन खानाहरू समस्या छ। स्यालेरी कम छ। स्यालेरी अनुसारको तिनीहरूलाई मेन्टेन गर्न गाह्रो हुन्छ है। तर लेबर एरियामा म्याक्सिमम् त कम्पनीले खाना लाउनु बस्नु दिएकै छ। स्यालेरी कम भएको हिसाबले उनीहरूलाई घर खर्च चलाउन गाह्रो हुन्छ भन्छन्। कस्टमरहरू आउँछन् होइन हामी कहाँ, गाह्रो छ पठाउने कि यता आफूलाई खर्च भन्ने जस्तो गुनासो गर्छन्। घर पठाउने कि ऋण तिर्ने कि के गर्ने, आफू यहाँ उ गर्ने कि होइन? पहिला वर्ल्ड कपको टाइममा चाहिँ तपाईँको ओभर टाइम पाउँथ्यो मजाले होइन। अहिले चाहिँ पहिला जस्तो ओभर टाइम पनि पाउँदैन। तपाईँको कम्पनीमा काम पनि छैन होइन। तपाईँको अहिले म्याक्सिमम् कम्पनीले धेरै मान्छेले पठाइसक्यो कि कोही नेपाल, इन्डिया, बङ्गलादेश, पाकिस्तान जति पनि थियो नि। तपाईँको जस्तै अब के बुढो मान्छेहरू हुन्छ अनि नयाँ स्टाफहरूलाई चाहिँ अब के पठाउँदैछ। जुन अलिअलि अब काममा एक्सपिरियन्सवाला छ उनीहरूले राखेको छ। अब त्यही पनि तपाईँको अब कसैले त 2-3 महिनाको स्यालेरी पेन्डिङ गरिदिन्छ। तपाईँको जस्तै अब के अरे फेसिलिटी म्यानेजमेन्टहरू हुन्छ अनि अब के क्लिनिङ कम्पनीहरू हुन्छ नि त्यस्तोले। अरू त अब ठिकै छ। अहिले चाहिँ मेन भनेको स्यालेरीकै समस्या भयो नेपालीहरूलाई। त्यस्तै पोल्यान्ड, पोर्चुगल, टर्की लगायत युरोपेली मुलुकमा पठाउने भन्दै कतारमा ठगी गर्ने पनि बढेको छ। युरोपेली मुलुक साथै अन्य देशहरूमा पठाउने भन्दै कतार ल्याएर अलपत्र पार्ने दलाल र कम्पनीहरू सक्रिय रहेको पाइएको छ। ग्रान्ड मल सनैया क्षेत्रमा भेटिएका यी अर्का युवाले पनि युरोप जाने प्रलोभनमा आफू ठगीमा परेको गुनासो पोखेका छन्। युरोप जाने अब लाइफ सेटल गर्ने फ्यामिली बालबच्चाको लागि होइन, सेक्योर लाइफको लागि भनेर हामीले ट्राई गरेको। यहाँ कस्तो यो कतारको ठाउँमा चाहिँ कस्तो भयो भने अहिले यो पछिल्लो आवरमा पहिला ठिक थियो एकदम। अहिले आएर चाहिँ पैसा लिने यहाँ उडाउँछु भन्ने एउटा नक्कली बनाउने पेपर बनाउने पैसा उठाउने अनि त्यसपछि खाने रिटर्न दिने बेलामा दुनियाँ बाहना बनाउने होइन।
तपाईँले कति पैसा दिनु? म मेरो भाइ र ऊ गरेर 12,000 रियल भनेको नेपाली लगभग 4.5 लाख रुपियाँ 4.5 लाख रुपियाँ बुझाएको छु। 1 वर्ष भयो धेरै छन् यहाँ नेपाल। टन्नै छन्, पहिलामा भेट्छौँ हामी। अहिले पछिल्लो समय मेन ठगिने नेपालीहरू युरोप जाने चक्कर एकदम महिला दिदीबहिनीहरू दाजुभाइ दिदीबहिनीहरू म त फसे म सबैजनालाई विनम्र आग्रह गर्न चाहन्छु यहाँबाट कोही पनि मान्छे जाँदै हुनुहुन्छ भने प्लिज म यो गरिदिन्छु ऊ गरिदिन्छु भनेर जाँदै हुनुहुन्छ भने मेरो विनम्र अनुरोध नेपाल जानुहोस्। नेपालमा त बरु समाउन सकिन्छ, जे गर्न पनि सकिन्छ। यहाँबाट चाहिँ अवस्था